साथीहरू आज तेस्रो दिनको नमस्कार। म आज यहाँहरूलाई नितान्तै सर्टकटमा राधे श्याम राधे श्याम 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 राधे राधे यो कीर्तन कसरी सर्टकटमा छिट्टै सिक्न सकिन्छ भनेर म यहाँलाई सिकाउन गइरहेको छु। म आज लामो कुरा गर्दिनँ र म सुरु गरिहाल्छु है। जस्तै अब यो कीर्तन यो कुन कुन कीहरू प्रयोग भएको छन् भन्दाखेरि यो पक्कै यो कीहरू चिन्नुभएको छ होला। प ध सा रे ग है। अब प ध यसै हुँदै बढ्दै जान्छ। म सुरु गरेँ। प ध सा रे ग रे सा ध सा ग रे सा ध प ध सा रे ग रे सा ध सा ग रे सा ध यति छ यसमा। यसमा कुन प्रयोग भएको छ भने रे ग प ग प प ध प ग रे। त्यसपछि ग प ग रे सा रे सा सा यति प्रयोग भएको छ। यसमा के प्रयोग भएको छ भने राधे रे ग प ध प ग प ग रे ग प ध प ग प ग रे।